ल कुमारले भन्ने अश्वानी। त्यसपछि आचार्यले सोध्नुहुन्छ कर्म कुरो, आफ्नो कर्म गर्नु गर। कुमारले भन्ने करवामी, मैले हजुरले जे कर्म गराउनुहुन्छ त्यो कर्म गर्दछु। गुरुले कहिले नराम्रो कर्म गराउँदैनन् है त। त्यसपछि आचार्यले महादिवा सुसुप्ता भन्नुहोस्, कहिल्यै पनि दिउँसोमा सुत्ने काम नगर्नु। आज है, आज यहाँ प्रतिज्ञा हो यो गुरुसँगको। कुमारले भन्ने नसोप्नामी, म कहिल्यै सुत्ने छैन भन्ने दिउँसोमा फेरि है। आचार्यले अहम वाचम यच्छ, ल वाचम यच्छ भन्नुहोस्, यच्छानी समिधाधेहि भन्नुहोस्। हजुरले दाउरा काटेर ल्याऊ भनेको यो अब